तो हेलो गाइस, वेलकम बैक टु न्यू ब्लग। सबैजना सन्चै अनुसार म सन्चै छु गाइस। आजको ब्लगको सुरुवात भएको छ। हजुरहरूले गेस गरिसक्नु भएको छ आज के भन्दा आज 2082 साल असोज 16 गते बडा दशैं। यहाँहरूमा सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। हजुरहरूको परिवार सुख समृद्धि शान्ति रहिरहोस् भन्दै हामी पनि दसैँ मनाउन जान लागेका छौँ। अरूले हाम्रो यो परम्परा त्यस्तै छ, दसैँमा टिका लाउने परम्परा। सबै यो हामी खराल भाइहरू जम्मा भएर एक ठाउँमा घर लाउने, सबैभन्दा जेठो घर टिका लाउने भन्ने चलन छ। त्यही गर्नको लागि हामी हाम्रो घरबाट निस्किसकेका छौँ। 11 बजे त्यही चलन छ। सो आफ्टर अ लङ टाइम पछि भिडियो आएको छ। करिब 7-8 महिनापछि चाहिँ भिडियो आएको छ। यो बिचमा चाहिँ केही भन्छ सायद, अनि म बिचमा अलि समस्यामा पनि परेको थिएँ, बिरामी जस्तो भनौँ के भनौँ। अनि विदाउट क्यामेरा पनि धेरै ठाउँमा गयो, तर क्यामेरा लान सक्ने अवस्था थिएन। सो गाइज, अनि त्यही भएको कुरो आफ्टर अ लङ टाइम पछि भिडियो गरिरहेको छु, केही बोल्नै नसकिने। सबै ह्याप्पी दसैँ। अनि अहिले चाहिँ म मम्मी बहिनी भएर हिँडेका छौँ। बाबा चाहिँ हुनुहुन्न, बाबा चाहिँ वैदेशिक रोजगारीमा जानुभएको छ। सो गाइज, अब चाहिँ मेरो सबै साथीहरू पनि उता आइहाल्छन्, साथीहरू दाइभाइहरू सबै उता आउँछन्। गएर सबैलाई देखाउने छु मैले, हेर्दै गर्नु होला है त। अहिले हामी कति हुन्छ सबैलाई म सबै भिडियो डिटेल बनाउने छु, हेर्दै गर्नु होला है त। सो गाइस, अहिले चाहिँ हामी आधी बाटोमा आइसक्न लागेका छौँ। यो टारीको यो डाँडामा आइसक्यो। अबदेखि यहाँदेखि 10 मिनट लाग्छ। टाइम हुन लागिसकेको छ। देखेन 38 भइसक्यो। सरी देखेन, यहाँ ब्लर भयो क्यामेरा। 11:38 भइसक्यो। 11:53 को के को हो साइट हो, हेरौँ। धेरै टाढा त सुन्नमा आइसक्नुहुन्छ। हजुर त उहाँ गएर म सबैलाई खतरा सिनेमेटिक भिडियो पनि गराउने छु, सबैहरूलाई चिनाउने छु, सबैहरूलाई देखाउने छु होइन। अन्त यो गाइज, अनि मेरो लुक्स कस्तो छ यसो हेर्नु होला। मैले थम्बनेलमा पनि फोटो हाल्ने छु, सबै थम्बनेलमा पनि हाल्ने छु। आफ्टर अ लङ टाइम पछि भिडियो बनाउँदैछु। हामी स्कुलदेखि पिकनिक गएको थिएँ, बल्ल हो कि मैले भिडियो नभएको 7-8 महिना भइसक्यो। त्यसबिचमा मैले अहिले आफ्नै क्यामेरा पनि छैन मेरो, अहिले मोबाइलबाट गर्दैछु। अब छिट्टै मैले गोप्रो किन्ने सोचिरहेको छु, गोप्रो किन्दैछु। गाइज, किप सपोर्टिङ, हेर्दै गर्नु होला। अब म डाइरेक्ट गएर देखाउने छु है त। हामी चाहिँ आइसकेका छौँ। टिका लाउने कार्यक्रम सुरु भइसकेको छ। आउँदा यस्तो फोटोग्राफरमा बस्नु पऱ्यो। सबै चट्ट खाने केटाहरू त्यता छन्। अहिले म चट्ट लाएर सिनेमेटिक भिडियो बनाउने छु, हेर्दै गर्नु है त। टिको लाएको भिडियो पनि बनाउने छु, हेर्दै गर्नु है त। सो गाइस, अब पालो चाहिँ बिस्तारै आउँदैछ। सबैजना टिका लाउने क्रम जारी छ। उमेर वाइज टक्क लाएर टिका लाउने कार्यक्रम चलेको छ। हामी चाहिँ लास्टतिर हुन्छ। अब अङ्कलहरूको पार्टी सकियो, अब छोराहरूको पार्टीतिर आउँछ। ल हेर्दै गर्नु होला। तपाईँ पालो आउँदैछ हाम्रो पनि। टिका लाउने बेला हाम्रो भिडियो आउँछ, हेर्दै गर्नु होला है त।
त्यही गर्नु होला ट्र्याक्टरको लात खेती कार्य चलिरहेको छ फोटो खिचेकै चाहिँ यस्तै छ माल दामी भयो सो यति बेला चाहिँ हामी टिका सिका लगाएर मावतिर जान लागेका छौँ अब मावतिर लगाएका छौँ केटाहरू पनि अब जानु चप्पल लगाएर अब मावला जान्छौँ त्यसपछि हेरौँ के हुन्छ आज केही थाहा छैन त्यही गाइस हेर्दै गर्नु होला रमाइलै भएको छ अहिलेसम्म मलाई कस्तो एक्कासी उता चाहिँ हाम्रो मामाहरू पनि उता आफ्नो मामातिर जानुपर्ने भएर चाँडै हिँड्नु पऱ्यो नत्र एकैछिन बसिन्थ्यो होला फोटोसोटो खिच्ने पनि त्यस्तो समय भएन पुरै हतारमा हिँड्नुपर्ने अवस्था भयो यतै गर्नु होला त हामी डाँगा चौर आइसकेका छौँ त्यसपछि हेरौँ आज दसैँ स्पेसल के हुन्छहरू त्यही अनुसार म तपाईँलाई भिडियो बनाएर देखिराख्नेछु त्यहाँ भयो केटाहरू जति सबै टाढिछन् यस्तै हतारमा आउनुपर्ने अवस्था भयो त्यस्तै परिस्थिति त्यस्तै पऱ्यो यति कारणले गाइस म अवश्य माउला गएर देखाउने छु भिडियो हेर्दै हेर्नुलाई त सो गाइस यति बेला चाहिँ हामी माउला आइसकेका छौँ देख्न सक्नुहुन्छ हाम्रो माउलो अब यति पछि अब भिडियो बेसपछि भिडियो के हुन्छ भन्ने कुरा हुन्छ यसपछि म अब फेरि साथीहरूसँग जानु पनि सक्छु साथीहरूसँग भन्दा नि भाइहरूसँग मनोरञ्जन गर्नु पर्यो दासमा दसैँमा त्यो हिसाबले चाहिँ जान सक्ने सम्भावना पनि हुन्छ तर किनभने भिडियो देखाउँछु नत्र मैले अहिले भिडियो एन्ड गर्नेछु है त केही कुरा गर्दा सो गाइज यहाँसम्म जति पनि भिडियो हेर्नुभयो सबैजनालाई धन्यवाद अहिले चाहिँ हामी आइसकेका छौँ आफ्नै घरमा सबैजना आइसकेका छौँ मैले अघि नै हजुरलाई भनिसकेको छु करिब 7-8 महिना भिडियो आउन सकेकै छैन त्यस समयमा त्यस अवधिमा के भयो सबैहरूलाई हजुरलाई भनिसकेको छु र अब सुन 150 पुऱ्याइदिनु होला त्यसमा पनि मैले एउटा केही स्पेसल भिडियो बनाउने छु त्यही अनुसार धेरै समय भिडियो आउन सकेको छैन त्यो भनेको मेन रिजन भनेको मेरो आफ्नै पर्सनल क्यामेरा नहुँदा हो र मैले अहिलेसम्मलाई चाहिँ मैले मम्मीको फोनबाट भिडियो बनाउँदै आइरहेको छु त्यस्तो मम्मीको फोन लगाएर बाहिर जानु त्यस्तो कहीँ पनि नमिल्ने त्यस्तै हुने रहेछ मैले आफ्नै पर्सनल क्यामेराको व्यवस्था गर्दैछु त्यसपछि भिडियो आफ्नै उसमा दिनदिनै आइरहेको छ र आफ्नो स्कुल पनि हेर्नु पऱ्यो अहिले चाहिँ हाम्रो दसैँ तिहार भ्याकेसन छुट्टी चलिरहेको छ यस विषयमा यसमा पनि केही त्यस्तो केही भइहाल्यो भने भिडियो हाल्नेछु नत्र 150 गाइज त्यो 150 त छँदैछ त्यसमा स्पेसल भिडियो भने भइहाल्ने नै भयो आजको लागि यति नै किप सपोर्टिङ गाइज बाई बाई